Hello, good morning, guys. Guys, I just joined gym today, right now. So this is first day of my gym workout. Okay, this is NG gym. Okay, let's see. I just done today first day my gym. I have done. I just did everything lightly, running and stretching and all. Um, I have done lightly today because today is first day. So this is also you can see it's right here. This is strength for the leg. Okay. Okay, guys. गाइज आज चाहिँ मेरो पहिलो दिन भएको हुनाले है सबै चिजलाई एकदम लाइटली स्ट्रेचिङ अनि यो नसाहरू तन्किने वे गरेको छु आज फर्स्ट दिन भएको भएर अनि भोलिबाट अब बिस्तारै इन्क्रिज गर्दै जानु पर्ला यो चाहिँ एनजी जिम है हाम्रो यो लङ्का लाइनमा भएको यो एनजी जिम हो here is everything in completely for boys for girls for everyone यो सामानहरू चाहिँ सबै चिज भएको एउटा कम्प्लिटली जिम सेट भएको चाहिँ ठाउँ हो यो that's why I joined here यहाँ पनि छ एउटा ट्रेडमिलहरू अनि यहाँ चाहिँ यस्तो राम्रो छ है हेर्नुहोस् यता रनिङ मेसिन ट्रेडमिल भन्छ त्यसलाई ट्रेडमिल दुईटा छ अनि यता छ big glass with big glass you can dance here basic exercise and dance here and यस्तो छ है गाइस ल जस्ट देखाउनु खोजेको मैले गाइस है आज पहिलो दिन भएको हुनाले र म चाहिँ अब यहाँ चाहिँ एनजी जिम the logo of NG Gym the logo of NG Gym okay NG Fitness okay गाइस आज पहिलो दिन चाहिँ म इन गर्न चाहन्छु यही हो है आज पुसअप हाने अनि सेटअपहरू हाने अनि नसाहरू तन्काउने कामहरू गरे अनि सबै चिज फर्स्ट डे भएको हुनाले सबै चिज लाइटली गरेको छु त्यही भएर अब आशा छ भोलिबाट चाहिँ इन्क्रिज गर्दै जानेछु किनभने म चाहिँ के भन्छु भने गाइस हाम्रो ओन रिस्पोन्सिबल हो कि हाम्रो आफ्नो शरीरलाई माया गर्ने र हाम्रो शरीरलाई बिल्डअप गर्ने चाहिँ हाम्रो ओन रेस्पोन्सिबिलिटी हो जस्तो लाग्छ मलाई आफू राम्रो भयो भने आफू हेल्दी भयो भने सबैजना छ होइन आफू नै विक भयो भने नोबडी नोस कसैले पनि अब भनौँ न त्यस्तो भन्नाले अब कसैले पनि त्यस्तो अब केयरहरू गर्दैन त्यही भएको हुनाले आफ्नो शरीरलाई माया गरौँ होइन आफ्नो शरीरलाई फिट बनाऊँ होइन आफ्नो शरीर राम्रो राखौँ होइन फिटनेस बडीलाई एकदम राम्रो फिट
वेल फिटनेस राखौँ, आफू हेल्दी बसौँ। अनि आफू हेल्दी भयो भने सबै चिज छ होइन गाइस। मलाई चाहिँ त्यस्तो लाग्छ। त्यही भएर आफ्नो बडी बनाउनलाई आफ्नै खुद जिम्मेवारी हो कि कसैले पनि बनाउँदैन। आफ्नो बडी बनाउने भनेको आफूले बनाउने हो। त्यही भएर डु लभ यर बडी, डु लभ यर सेल्फ एन्ड फिटनेसको लागि चाहिँ फिजिकल एक्सर्साइजहरू, जिमहरू सक्ने जिमहरू गरेर बडी फिटनेस गरेर चाहिँ राख्नु होला भन्न चाहन्छु गाइजहरूलाई पनि। सो आई जस्ट स्टार्ट टु डु जिम, द्याट इज वाइ। थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ माई भिडियोज। ओके, सो आजबाट चाहिँ टक्क लगाएर जिम गाइस, यति नै हो है। बडी फिटनेस राख्नुलाई चाहिँ एकदम मस्ट बी इम्पोर्टेन्ट हो। फिटनेस राख्यो भने अब जिम एक्सर्साइज गऱ्यो भने धेरै चिजहरूले हामीलाई खाएको हामीले जङ्क फुडहरू कहिलेकाहीँ खाएको जङ्क फुडहरूलाई पनि यसले डाइजेस्ट गराउने अनि ग्यास्ट्रिकहरूले नछुने त्यस्तो हुन्छ होइन। एक्सर्साइज, बेसिक एक्सर्साइज डेली वाइज गर्नुभयो भने सानोतिनो ग्यास्ट्रिकहरूले यताउतिहरूले चाहिँ छुँदैन कि सब एक्सर्साइजले पेलिदिन्छ जस्तो मलाई लाग्छ है, मेरो अनुभवमा चाहिँ। त्यही भएर एक्सर्साइज चाहिँ मस्ट इम्पोर्टेन्ट छ हाम्रो लागि है। त्यही भएको हुनाले यो मेरो रेस्पोन्सिबिलिटी हो। मैले मेरो बडीलाई बनाउनलाई, बडी बिल्डअप गर्नुको लागि होइन, मेरो आफ्नै रेस्पोन्सिबिलिटी हो। त्यही भएर एभ्री वान हेज अ रेस्पोन्सिबिलिटी, ओन रेस्पोन्सिबिलिटी। सबैजनाको आफ्नो आफ्नो उत्तरदायित्व हुन्छ आफ्नो बडी फिटनेस बनाउनुको लागि। सो हजुरहरूलाई पनि म एडभाइस गर्न चाहन्छु, हजुरहरू पनि आफ्नो बडीलाई ख्याल गर्नु, माया गर्नु, फिटनेस राम्रो राख्नुहोस् भन्न चाहन्छु, यही भन्न चाहन्छु। सानोतिनो रोगहरूले पनि तपाईँले डेली बेसिक एक्सर्साइज गऱ्यो भने सानोतिनो रोगहरूले पनि तपाईँलाई अट्याक गर्न सकिँदैन। त्यही भएर डु एक्सर्साइज होइन, बिस्तारी मैले जस्तै, अनि पछि गएर फिटनेस चाहिँ तपाईँको फिटनेस चाहिँ भने यस्तो हुन्छ है गाइस। ल बाई बाई। Bye bye guys. Bye 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 bye. Okay. Thank you for watching my AI Chicken vlog, and do support and subscribe, like and comment. Thank you guys. Thank you. Bye bye. See you next video. Okay, bye bye.